जय नेपाल सत्य सेवा सुरक्षणम। दर्शकवृन्द, पाक्षिक प्रहरी अनुरोध कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। आज हामी अपराध लगायत नेपाल प्रहरीको साङ्गठनिक गतिविधि समेटिएको प्रहरी समाचारको साथै कार्यक्रमको दोस्रो प्रस्तुतिमा प्रहरी महानिरीक्षक दीपक थापा एक चिनारी लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ अपराध समाचारबाट। जिल्ला प्रहरी कार्यालय धनुषा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्देवासबाट खटिएको संयुक्त प्रहरी टोलीले धनुषा लक्ष्मीनिया चोकबाट अवैध लागु औषध गाँजा करिब 477 किलो 74 ग्राम सहित एकजनालाई चैत 8 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर पालुङ नगरपालिका 2 का 24 वर्षीय सञ्जीव सेङतान रहेका छन्। जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मध्य प्रदेश 030002 ख 2520 नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकभित्र उक्त परिमाणको गाँजा फेला पारी चालक सेङतानलाई प्रहरीले पक्राउ गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। अबको पालोमा नेपाल प्रहरीको साङ्गठनिक गतिविधि। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गा नवलपरासी पश्चिममा सञ्चालित 10औं समूहको प्रहरी विशेष कला तथा कारबाही कमान्डो तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा चैत 12 गते सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक सलामी अर्पण गर्न अर्पण सस्त। समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवं तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो। उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले यस तालिमले प्रहरी कारबाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतीपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने रणनीति, ज्ञान, सिप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्य सम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताउनुभयो। त्यसैले अब हामी चुनौती सामना गर्नका लागि अघि जसरी डेमोन्स्ट्रेसनहरू देखाउनु भएको छ, वेपन ह्यान्डलिङ साथ देखाउनु भएको छ, विभिन्न हतियारको तपाईँले प्रदर्शन गर्नुभयो, त्यसको इतिहासदेखि वर्तमानदेखि त्यसको क्यालिबरदेखि त्यसको के गरेर त्यसको खोलजोड कसरी गर्नेदेखि त्यो कुराहरू तपाईँले राख्नुभएको छ। बहुतै राम्रो प्रशिक्षण तपाईँले प्राप्त गर्नुभएको छ। यो समय सान्दर्भिक छ र तपाईँलाई यो आवश्यकता छ। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उक्त तालिममा प्रहरी निरीक्षक 6 जना, प्रहरी सहायक निरीक्षक 15 जना र प्रहरी जवान 84 जना गरी जम्मा 105 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी नायब उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका 2 जना प्रहरी उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा चैत 8 गते आयोजित एक समारोह बीच दर्जानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ। नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको 2081 चैत 7 गतेको निर्णय अनुसार प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनेहरूमा प्रहरी उपरीक्षकहरू रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेत रहनु भएको छ। दर्जानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापाले आगामी दिनमा साङ्गठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो। कसैलाई पनि विचलित नभइकन मनोबल नगिराइकन तपाईँहरू रहनका लागि पनि म अनुरोध गर्दछु, निर्देश गर्दछु र उहाँहरूका परिवारजनलाई विशेष गरी परिवारजनले आज यहाँसम्म तपाईँहरूलाई पुर्याउनु हो, त्यसका लागि तपाईँहरू दुइटै एसपी साहबको परिवारजनलाई समेत म बधाई दिन पनि चाहन्छु। समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुँदै प्रहरी उपरीक्षक रबिन कार्कीले सङ्गठनको बृहत्तर हितलाई केन्द्रमा राखी प्राप्त जिम्मेवारीलाई नयाँ जोस र ऊर्जाका साथ वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस पदोन्नतिले हामीलाई अझै बढी कर्तव्यनिष्ठ उत्तरदायी सेवा प्रदान गर्न प्रेरित गरेको छ।
सुरक्षाको प्रत्याभूति, कानुनको पालना र अपराध नियन्त्रण गर्न नयाँ जोस र ऊर्जासहित कार्य गर्ने प्रतिज्ञा व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरीको आर्थिक वर्ष 2081-82को वार्षिक तालिम क्यालेन्डर समीक्षा र आर्थिक वर्ष 2082-83को वार्षिक तालिम क्यालेन्डर तर्जुमा सम्बन्धी गोष्ठी कार्यक्रम प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यतामा चैत 17 गते सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेन्डर बमोजिम सञ्चालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवं सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी तालिम क्यालेन्डर निर्माण गर्नुपर्ने बताउनु भएको थियो। यो तालिम गोष्ठी पहिला त यो आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको जुन यो तालिम क्यालेन्डर तर्जुमा भएको छ, बजेट बेसको आधारमा बनेको छ। यसको नेतृत्व गरेको यो राष्ट्रिय प्रहरी प्रशासनका कार्यकारी निर्देशक मेरा सहकर्मी एआई साहब सुदीप गिरी साहब र त्यसै गरी त्यसमा चाहिँ मूल समारोह समितिकै मूल समिति गठन गरेर त्यहाँको एसएस साहब सहित तपाईँहरू तालिम केन्द्रमा रहने सबै अफिसरहरूलाई समेटेर एउटा समिति पनि गठन गरेर यो एउटा जुन मूर्त रूपमा आएको छ, यसको लागि म एकाडेमीका एआई साहब सहित र त्यो मूल समितिमा रहने सम्पूर्ण अधिकृत साहबहरूलाई धन्यवाद दिन चाहन्छु। समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दीपक थापाद्वारा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन कार्यक्रम चैत 12 गते सम्पन्न भएको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा उपस्थित अधिकृतहरूलाई सङ्गठनको विकास र हितका लागि जोस र ऊर्जाका साथ आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको थियो। यसै गरी प्रहरी महानिरीक्षक दीपक थापाद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई चैत 13 गते निर्देशन सम्बोधन कार्यक्रम समेत सम्पन्न भएको छ। हवस् त दर्शकवृन्द, आजको लागि पाक्षिक प्रहरी समाचारबाट म लगायत प्रहरी अनुरोधको सम्पूर्ण टिम बिदा हुन चाहन्छौँ। धन्यवाद। जय नेपाल। नागरिकलाई मानी सर्वोपरि